हेलो नमस्ते सम्पूर्णमा शुभ दिन शुभ बिहानी। धेरै दिनपछिको मौसम सफा भएपछि आज म काममा जाँदा चाहिँ यस्तो भयो। सो आज चाहिँ म बिहान बिहानै उठेर आफ्नो कामतर्फ लाग्यौँ र बिहान बिहानै जाने बित्तिकै उहाँ दिदीहरू आउनु भएर बोनी गरिदिनु भयो र कस्टमरहरू आइरहनु भएको थियो। अनि आज चाहिँ शुक्रबार भएकोले म छिट्टै बाहिर राखेको थिएँ कि उता बाहिर साइडमा। अनि सो कस्टमरहरू आइरहनु भएको थियो, सामानहरू किनिरहनु भयो। उहाँहरूले किनिसकेपछि कति छिट्टै साँझ परेछ थाहा नै भएन कि मैले। अनि साँझ चाहिँ टक्क लाएर म रुमतिर हिँड्न लाग्दा आफ्नो हात हेर्छु यस्तो पुरै ठेला उठिसकेको रहेछ क्या, त्यो काँडा ठेलेर होला। अनि म साँझ रुममा आएँ र रुममा आइसकेपछि फेस हेर्छु त पुरै दागै आएको हो। र मैले चाहिँ खाना नि पाकिसकेको थियो, खाना चाहिँ मजाले खाना थाल्यौँ। एक्लै छु अनि म चाहिँ बिहान खाना बनाउँदिनँ, बेलुका बनाएको खाना बिहानलाई राख्छु र खाना थाल्यौँ। खानासाना खाइसकेपछि चाहिँ टक्क अब भोलिलाई सामान मिलाउनु पर्यो भनेर म चाहिँ सामानहरू निकाल्दै थियो। र यो चाहिँ मैले राति खिचेको फोटो। थ्याङ्क यू सो मच फर वाचिङ, लभ यु अल, बाई बाई।